म चाहिँ हैन पानी लिएर जाँदैछु खेतालाहरूको लागि भन्दा नि आन्टीहरूको लागि। अनि त्यसपछि हामी चाहिँ यहाँ हाम्रो गाउँको एउटा बाहुनी बोजूको धान काट्दैछौँ, धान काट्नु सघाउँदैछौँ। बिहान 1 महिना काटेको अनि अहिले फेरि 1:30 बजेदेखि फेरि काट्नु थालेको। अनि अहिले चाहिँ बज्दैछ 3:30 बज्दैछ। अनि पानी लगिदिएको यस्तो हैन, यस्तो चिसो पानी खानुपर्ने हुन्छ। देख्न सक्नुहुन्छ मलाई गलेमा त गाइजहरू सबै कुन्ताको गोरीमा चाहिँ झन् गोरी हुन्छ होला नि त। गाह्रो छ, देखिसक्नुहुन्छ यहाँ हुनुहुन्छ आन्टीहरू टक्कसँगले। ए त्यहाँ बस्ने आउँछ, फेरि म उतादेखि आउँछु ल। पानी 2 बोतल लिएर आएको नि। त्यो चाहिँ नाम चिसो छ, मुन्टा नखान्छ नि त होला तपाईँलाई। के चिसो लाग्छ तपाईँलाई? नमस्ते भन्नु। यहाँ धान काटेर हालिदिउँ सबैजनाको। यहाँ धान काटिराखेको छौँ, धमाधम पानी खाएको। यहाँ डिउ देखाइदिउँ, डिउ यसरी सेतो डिउ भयो चाहिँ। सेतो डिउ अरे हो, कस्तो काली देखेको राम राम। भोलि पनि धोती के बना न, धोती भन्दा साह्रो भयो म त। बाई बाई।